वेलकम बैक। तो सबैजना सन्चै हुनुहुन्छ होला। बहुत दिन भयो भिडियो पनि बनाउन टाइम पाएको छैन हैन। धेरै काम धेरै काम भएको लागि चाहिँ एकदम बिजी कि एकदम भिडियो बनाउन पनि नसक्ने। अब बिहान 7 बजे गएर राति 11 बजे कहिले 10 बजे त्यस्तोमा आइन्छ हैन। टाइम पाइदैन भिडियो बनाउन पनि। तो तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। तो आज चाहिँ मैले एउटा सानो भिडियो लिएर आएको छु तपाईहरुको अगाडि। भिडियो चाहिँ के भन्दाखेरि हामीहरुको सरले चाहिँ आज यहाँको एमडी ले चाहिँ बडा खाना भनेर भनेको छ है। बडा खानाको मतलब चाहिँ के हो भन्दाखेरि चाहिँ जब स्टाफहरु सबैजना मिलेर टुगेदर हैन भएर काम गरेर अनि राम्रो काम गरेको लागि चाहिँ उसले एउटा जस्ट सानो पार्टी दिन्छ है। त्यसलाई चाहिँ हामीहरुको यहाँ चाहिँ बडा खाना भन्छ। बडा खाना भयो हैन। बडा खाना खाइम अनि सुँगुरको मासु लिएर आउनु भएको थियो। अनि अन्त सुँगुरको मासुको 8 किलो सुँगुरको मासु लिएर मलाई बनाउनु भनेर भनेको थियो। अनि मैले खाना बनाएर फेरि पनि यता अरूको गेस्टहरु पनि आउँछ हैन। जस्तो खाना आउने तिनीहरुलाई पनि खाना बनाएर फेरि पनि यो सुँगुरको मासु बनाएर चाहिँ मलाई घुम्न जानु छ। 2 बजे तक मेरो टाइम छ। अब म फटाफट मैले सुँगुरको मासु चाहिँ बनाएर सक्नुपर्छ 2 बजे तकमा चाहिँ। त्यो सकेर म घुम्न जानु पर्ने छ फेरि। त्यसैले मैले फटाफट पर्क रोस्ट बनाएर रेडी गरेर अनि म घुम्न गएको। अनि आज बडा खाना हो। अन्त यति नै धेरै भिडियो पनि लामो बनाउनु पनि मन लाग्दैन। फिल्म सुटिङ हैन, सर्ट भिडियो हो हैन। टाइम त्यति पाउँदिन। अन्त मैले सानो भिडियो चाहिँ लिएर आएको छु तपाईहरुको अगाडि हैन। तपाईहरु पनि हेर्नुहोस्, मजा गर्नुहोस् हैन। अन्त यो यति टाइम मतलब टाइम दिनै नसक्ने, टाइम पाउने नपाउने हो त्यस्तो भिडियो पनि त्यस्तै टाइममा बनाएको छु हैन। यसले भिडियो बनाउँछ कस्तो टाइपको बनाउँछ भनेर कतिहरुले नरिसाइनु होला, राम्रोसँग हेरिदिनु हैन। त्यति नै भन्न चाहन्छु। अन्त टाइम चाहिँ हामीले एकदम दिनै नसक्ने के। अब यता अर्डर आउँछ, फेरि यता बनाउनु छ, फेरि उता जानु छ हैन। त्यो सबै कन्ट्रोल गरेर चाहिँ बनाएको हो। त त्यति टाइम पनि छैन हैन। अन्त 8 केजी सुँगुरको मासु फटाफट बनाएर चाहिँ सकेर अनि घुम्न गएको भिडियोहरु पनि बनाएको छु। अनि तपाईहरुको अगाडि लिएर आएको छु। सो आई होप यु इन्जोय गर्नुहोस्, हेर्नुहोस् जताबाट भए पनि हैन। लाइक कमेन्ट्सहरु पनि गरिदिनु होला। आई होप यु सो इन्जोय। बनाउन त खतम भयो हैन। अब चाहिँ म घुम्न जाँदैछु साथीहरुसँग, सबैसँग मिलेर घुम्न जाँदैछु। अब यही घुम्न गएको भिडियो पनि तपाईहरुलाई म देखाउँदैछु। आई होप यु इन्जोय गर्नुहोस्, मस्ती गर्नुहोस्। लाइक
صنمی سربری رو جمالی افکنده به رخسار جان موی سیاهی بشینم سر راه با امید نگاهی بشینم سر راهی با امید نگاهی خدایا تو گواهی भिडियो लामो छैन होइन त्यति सर्टमै भिडियो बनाउँछु म होइन अन्त साथीहरूको धेरै यहाँ जुन चाहिँ बसेको साथीहरू छ उनीहरूले भनेको हिसाबमा चाहिँ के भन्छ पाका पाकामा त केही बुझ्दिनँ मुझे कुछ समझमै नहीं आयो तुम क्या बोल रहे हो त्यस्तो भन्छ कि अन्त अब हिन्दीमा पनि सुरु गरिदिन्छु भोलिबाट अथवा कहिले भिडियो बनायो भने हिन्दीबाट पनि अलिक भनिदिन्छु होइन उनीहरूले सायद हेर्छन् बिचरा हेर्छन् होइन उनीहरूले अलिक बुझोस् उनीहरूले पनि हाले होइन त्यसको लागि हिन्दीबाट पनि भोलिबाट चाहिँ सुरु गरिदिन्छु म अन्त नेपालीबाट अनि हिन्दी दुइटै चाहिँ इन्क्लुड गरेर म पुरा गर्नेछु भोलिदेखि चाहिँ मेरो भिडियोमा चाहिँ सो आई हेभ फर सबैजनालाई राम्रो लाग्यो होला भिडियो होइन सुख दुःखमा बनाएको कोसिस हो नि त होइन कोसिस गरिरहेको छु अन्त तपाईँलाई राम्रो लाग्छ भने चाहिँ लाइक कमेन्ट गरिदिन्छु नबिर्सिनु अन्त डिस्क्रिप्सनमा म मेरो लिङ्क चाहिँ युट्युबको लिङ्क चाहिँ तपाईँहरूलाई त्यो अगाडि राखिदिन्छु तपाईँहरू गएर सर्च गरेर अब सब्सक्राइब गरिदिनु होला धेरै बोल्नु पनि आउँदैन कि अब नयाँ युट्युबर होइन लास्टमा आउने खालको मान्छे हो म चाहिँ होइन आस्ते गरी आउँछु म अन्त आई होप इन्जोय गर्नुहोस् राम्रो लाग्यो भने कमेन्ट लाइक सेयर गरिदिनु होला लास्टसम्म नबिर्सिनुहोस् लास्ट अब यति नै हो अब त्यो एउटा चाहिँ छैन अब है धन्यवाद हेर्नुभयो भने थ्याङ्क यू सो मच